हेलो एभ्रिवान, हामीहरूको यता चाहिँ हिजोबाट लाइन गएको, आजसम्म आएकै थिएन। बल्ल लाइन आयो। मैले चाहिँ अनि भिडियो चाहिँ एडिट गरेर राखेको थिएँ, तर मोबाइल अफ भएर मैले चाहिँ पोस्ट गर्न सकेको थिइनँ, भोइस पनि दिएको थिइनँ, भिडियो मात्रै एडिट गरेको थिएँ। मतलब त्यहाँबाट हिजो चाहिँ हाम्रो अङ्कलको बर्थडे थियो, तपाईँहरूलाई थाहा छ होइन, मैले भिडियोहरू पनि हालेको थिएँ। अनि यता चाहिँ म एकैचोटि खानासाना बनाएर मतलब नुहाउँछु भनेर सोचेँ। अनि यता चाहिँ म चामल केलाउँदैछु। अब हजुरआमा पनि यहीँ हुनुहुन्छ। दादाले यहाँ अब माछा ल्याइदियो, काकीले दादालाई माछा ल्याउनु भन्नुभएको थियो, यहाँ दादाले माछा ल्याइदियो। काकीले भात बसाउनु भएको रहेछ, पाकिसक्यो। अनि यो कचु साग पनि केलाउनु भएको थियो काकीले, अनि त्यो चाहिँ मलाई बोइल गर्न भन्नुभयो। यता चाहिँ म त्यो सागलाई बोइल गर्न राखेँ। त्यहाँबाट चाहिँ अब यो प्याज लसुनहरू चाहिँ पिस्न पनि मैले रेडी गरिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ म अब पिस्दैछु। हाम्रो अङ्कल चाहिँ हुनुहुन्न, बिहानै अब केक काट्यौँ, किनभने बिहान राति पनि काट्न सक्थ्यौँ, तर हाम्रो अङ्कल चाहिँ आज हुनुहुन्न, ससुराले जानुभएको छ अब दौला। त्यही भएर अब जाने अगाडि नै हामीले केक सेक काटिसक्यौँ। अनि यहाँ चाहिँ मैले हेर्न सक्नुहुन्छ मसला पनि पिसिसकेँ। अनि बाहिर काकी चाहिँ माछा धोइराख्नु भएको छ। अब हाम्रो काकी चाहिँ माछा एकदम मजाले धुनुहुन्छ, कसलाई पनि धुन दिनुहुन्न, आफै धुनुहुन्छ अब एकदम मजाले। अनि यहाँ चाहिँ मलाई निमक हालिदिन भन्नुभयो कचु सागमा। यता चाहिँ मैले निमक हालिदिएँ। नुहाउँदिनँ भन्दै थिएँ, खानासाना बनाइसकेर नुहाउँछु भन्दै थिएँ, तर चाहिँ म सकिनँ। नुहाएर आएँ। अनि यहाँ हेरेको थिएँ काकीले चाहिँ यहाँ बनाइराख्नु भएको रहेछ माछा, अनि यो कचु साग पनि बनाइराख्नु भएको छ। अनि यता चाहिँ काकी जानु बनाउनलाई। अनि यहाँ चाहिँ म हेर्दैछु मतलब म अब बनाउँदैछु। यता चाहिँ माछा पनि मजाले फ्राई भइरहेको छ, हेर्न सक्नुहुँदैछ। अनि यहाँ सबै त फ्राई भइसक्यो। अब म चाहिँ यहाँ माछा बनाउन थालेँ। अब बनाउन थालेँ मतलब निकाल्दैछु फ्राई चाहिँ। अब यो लास्ट फ्राई थियो, त्यो फ्राई चाहिँ निकाल्दा हेर्नु न मेरो हातै पोलो यहाँ। अनि यहाँ चाहिँ अब माछाको सब्जी म बनाउन थालेँ। अब सबै मसलाहरू यहाँ एकैचोटि पिसिदिएको थिएँ, त्यो सजिलो भयो। अनि त्यहाँबाट चाहिँ यहाँ हल्दी निमक अब हालेर यो पोल्ट्रीमा चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ तोरी पिसेर राख्नुभएको थियो काकीले, त्यही तोरी पनि यहाँ मैले हालेँ। त्यहाँबाट यहाँ हेर्नु न सबै मसला चाहिँ म एउटा गर्दै सबै मसला अब जिरा धनियाँ लाल मिर्च हाल्दैछु, हेर्न सक्नुहुन्छ। यता चाहिँ हेर्नु न कस्तो मजा भयो। अब माछा चाहिँ यस्तो मजा पकाइसकेँ मैले चाहिँ। त्यहाँबाट यता चाहिँ अब काकीले अब पस्किनु हुँदैछ होइन, सबैलाई भाग लाउनु हुँदैछ माछाहरू। यहाँ चाहिँ मैले गिलासहरू सबै रेडी गरेँ, निमक खोर्सानी। यता चाहिँ अब पल्लो घरको काकीहरू सबैजना आइसक्नु भएको छ, यहाँ भाइ। अनि हामी यहाँ खाना पनि थाल्यौँ, हेर्नु न काका काकी भाइ, अब हामी सबैजना यहाँ खाना थाल्यौँ। अनि यहाँ म पनि खाना थालेँ अब होइन। हुन्छ त गाइस, कस्तो लाग्यो भिडियो तपाईँहरू भनिदिनु होला। बाई बाई।